इसका मेरो लसुन बारी है मेरो बुढोले रोप्नु भएको क्या हस्बेन्डले रोप्नु भएको हो यो हैन लसुन फर्सी पनि भइरहेछ मेरो परम्परागत खेती हो म एग्रिकल्चर पढेको मान्छे पनि होइन हैन कृषि पढेको नि होइन म समाजशास्त्री मान्छे मानवको बारेमा मात्रै हो तर खेती चाहिँ मेरो परम्परागत हैन यहाँ मेरो बाबाआमाले यसरी लाउनुहुन्थ्यो अनि धनियाँ हो प्याज पनि यसरी रोप्नुहुन्थ्यो नि हाम्रो आमाहरूले अलिअलि तरकारी करेसाबारीमा मेरो त्यहाँ त्यो घेरमला हो हैन अनि यहाँ फेरि करेला उम्रिँदैछ 2 पाते भइरहेछ अनि यहाँ चाहिँ मेरो फर्सीको बोट हैन यहाँ चाहिँ मेरो करेला नै अनि यता चाहिँ यो मोटो मोटो चाहिँ सिमलतरुको बोट हो यो मलाई धान्ने सिमलतरुको के कात्तिके सिमी यस्तो छ हिउँदे सिमी फलेछ अलिअलि छैन धेरै यसलाई असर परेछ सबै झाँक्राले आजको मौसम पनि गुड मौसम छ एकदम राम्रै